स्वर्ग हुन्छ, आमा बाबाको सेवा गर्दा आनन्दको महसुस हुन्छ भनिन्छ र यही सिक हामीले नानीहरूमा हाल्नुपर्छ, एउटा कल्चर बनाउनुपर्छ। पेरेन्ट्स डे हामीले पहिला मदर्स डे मात्र मनाएको थियौँ, बाबाहरू कति ठुस्केको जस्तो लाग्यो क्या। मदर्स डे खालि आमाहरूलाई खालि प्राथमिकता दियो, हामी बाउको चाहिँ केही छैन भन्ने जस्तो लाग्यो। फेरि हाम्रो टाउके पनि एकजना बाउै हुनुहुन्छ, उहाँ पनि ठुस्केको जस्तो लाग्यो। र यसपालि चाहिँ होइन, नट मदर्स डे, विल सेलिब्रेट पेरेन्ट्स डे, किनकि आमाको विषयमा धेरै लेखिएको छ, आमाको विषयमा धेरै गीतहरू छ, तर बाको भूमिका, एउटा बाबुको भूमिका धेरै कमले देख्ने गर्छ। उहाँ पर्दा पछाडि बसेर एउटा परिवारलाई कसरी सम्हाल्ने काम गर्छ त्यो एउटा बाबालाई मात्र थाहा छ। र यसकारण हामीले मदर्स फेरि बाबाहरूलाई खालि मनाउँदा आमाहरू राम्री भएर आउनु पाउँथ्यो, उहाँहरू रिसाउँथ्यो हुन्छ होला भनेर फेरि त पेरेन्ट्स डे गरौँ भनेर हामी सोचेको थियौँ। र यो सोचलाई हामीलाई यति राम्रो पाराले सघाइदिनु भयो सबै पेरेन्ट्सले है, यति राम्रो। साथै रुट टु विङ्सलाई पनि यस्तो राम्रो उत्कृष्ट कार्य गर्नुभएकोमा तपाईँहरूलाई बधाई एवं शुभकामना। भविष्यमा यस्ता कतिवटा कार्यक्रमहरू तपाईँहरूले राख्नुहोस्, हामी तपाईँहरूको सहयोगमा छौँ। नानीहरूको उन्नति प्रगति सँगसँगै प्यारेन्ट्सहरूलाई पनि उहाँहरूले सोच्नु भएकोमा सायद यस्तो बिरलै स्कुलहरू हुन्छ, बिरलै एकाडेमीहरू हुन्छ जहाँ चाहिँ प्यारेन्ट्सको लागि पनि सोच्ने। यो चाहिँ रुट टु विङ्सको बहुत ठुलो उहाँहरूको सोच हो, यसको निम्ति उहाँहरू तालीको हकदार छ। तुमको ही ढूंढा करते हैं हर पल मेरे दो नयन, तुम हो मेरे दिल की धड़कन, तुम बिन लगे ना मन, तुमको ही ढूंढा करते हैं हर पल मेरे दो नयन।